श्री राष्ट्रिय आधारभूत बहुभाषिक विद्यालय ललझडी 5 देखतबेली कञ्चनपुरका शिक्षक विद्यार्थीहरू सहभागी भएको शैक्षिक भ्रमण तथा वनभोज कार्यक्रम वर्दीय राष्ट्रिय निकुञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका अनुसार भ्रमण टोली वर्दीय राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार हुँदै अवलोकन यात्रा सुरु गरेको थियो। अवलोकनका क्रममा विद्यार्थीहरूले बाघ, हात्ती, गैंडा र गोही जस्ता दुर्लभ वन्यजन्तुका वासस्थानबारे नजिकबाट अध्ययन गर्ने अवसर पाएका छन्। साथै निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र पनि अवलोकन गरिँदै विद्यार्थीहरूले संरक्षणमा अपनाइने वैज्ञानिक विधिबारे जानकारी लिएका छन्। यसैबीच भ्रमण टोलीले कर्णाली पुल समेत अवलोकन गरेको छ। पुलको संरचनात्मक महत्त्व, कर्णाली नदीको प्राकृतिक सुन्दरता तथा पर्यटनको सम्भावनाबारे विद्यार्थीहरूले प्रत्यक्ष अनुभव प्राप्त गरेका छन्। विद्यालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको व्यावहारिक सिकाइ, आत्मविश्वास र नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पर्ने बताएको छ। भ्रमणपछि आयोजना गरिएको वनभोज कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावक बीचको आपसी सम्बन्ध झन् प्रगाढ भएको विद्यालय प्रशासनको भनाइ छ। श्री राष्ट्रिय आधारभूत बहुभाषिक विद्यालयका अनुसार आगामी दिनमा पनि यस्ता शिक्षामूलक कार्यक्रमहरू निरन्तर जारी राखिने प्रतिबद्धता व्यक्त गरिएको छ। रिपोर्टिङका लागि नरेन्द्र पाण्डे, श्री राष्ट्रिय आधारभूत बहुभाषिक विद्यालय, देखतबेली 5, कञ्चनपुर। धन्यवाद।